जात-जाति सम्बन्धी विभिन्न जानकारीहरू। ठुली छोरीको बडानी पूजा गर्ने भनी व्रतबन्ध गर्ने चलन भएको जाति ब्यासी। आडनातमा विवाह गर्ने र नगर्ने जाति राउटे। आदिवासी चरित्रको सबैभन्दा पुरानो जाति राउटे। नेपालमा अति पिछडिएको फिरन्ते जाति राउटे। चिडियामार जातिमा 18 वर्ष नपुगी विवाह भएको छोरी 18 वर्ष नपुग्दासम्म माइतमा बस्ने चलनलाई थाउना गाउना भनिन्छ। पण्डित्याई देखाउने महिलालाई ब्लू स्केटिक भनिन्छ। किसान जातिको अर्को नाम उराव। विवाह संस्कारमा सम्झी लडाइँ गर्ने चलन कुमालमा। कोचे जातिको कुलदेवतालाई के भनिन्छ? ठाकुर भनिन्छ। कोचे जातिको कुलदेवतालाई ठाकुर भनिन्छ। गन्धर्वहरूको कुलदेवतालाई बिरुलाङ्गो भनिन्छ। गन्धर्वहरूको भाले बाजा अबार्जो। गन्धर्वहरूको पोथी बाजा सारङ्गी। गुरुङहरूको तमु लोसार पुस 15 मा मनाइन्छ। गुरुङ जातिमा भेटघाटका क्रममा केटाले केटीलाई दिने उपहारलाई छोनाम भन्छ। गुरुङ जातिमा केटीले केटालाई दिने उपहारलाई फोनाम भन्छ। गुरुङको धार्मिक तथा सांस्कृतिक पर्वमा नाचिने नाच घाटु। गुरुङहरूको बच्चाको न्वारन गरिसकेपछि नाच्ने नाच पुटपुटे। प्रजा जाति भनेर चेपाङलाई चिनिन्छ। 3 पटक टाउको ठोकाएर विवाह गर्ने विवाह विधि पुरा भएको मानिने चेपाङ जातिमा हो। चेपाङहरूले छोरीलाई दाइजोको रूपमा दिने चिउरीको बोट। जिरेल जातिको मुख्य देवता पाथिभारा। पाल्की बोक्ने जाति झागड। कर्मधारमा नाच झागड। विवाहमा सुन्दुर साटासाट गर्ने जाति झागड। तामाङहरूको मुख्य मान्छे मुल्मी। तामाङहरूको धार्मिक स्थल क्याङ। तामाङ जातिमा मृत्यु संस्कारमा 108 बत्ती बल्ने कार्यलाई घेवा भन्छ। लाफेवा चाड थकाली। ढिकुर प्रथा थकालीमा छ। थकालीको पिता पुर्खाको स्मृतिमा मनाइने पर्व तोरनल्ल। भूमे देवताको पूजा गर्ने थामी। मङ्सिरमा मात्र विवाह गर्ने थामी। थारू जातिहरूको इष्ट देवता घोडा। थारूहरूको उच्च जातिको थारू राणा थारू। थारूहरूको गाउँको प्रमुख भलमान्सा मन्सा। थारूहरूको मुख्य चाड मागी। नयाँ वर्षको दिन आगो निभाई नयाँ आगो बाल्ने जाति दौरे जाति। छेलो हान्ने खेल दुरा जातिमा प्रचलित। केटी पक्षको विवाहको सम्पूर्ण खर्च केटा पक्षले बिहोर्नु पर्ने दुरा। केटा जन्मे भाले केटी जन्मे पोथी काट्ने चलन दुरा। मधेसको लिम्बू र मधेसको किराँत भनेर चिनिने जाति धिमाल। सुपारी विवाह धिमाल। नेवार समुदायले टाउकोमा लगाउने सुनको गहनालाई बुलिन। नेवार जातिले गोसाइँकुण्डलाई सिलुतीर्थ भन्छ। विवाह संस्कारमा दुलहा दुलहीले एकअर्काको रगत चाख्ने चलन बातर। मगरहरूले बोल्ने भाषालाई खाम भन्छ। मगरहरूको पुरोहित भुसाल। नेपालमा मगर दिवस फागुन 15 गते मनाइन्छ।